तपाईका चाहिँ विदेशीका भाडाका टट्टुहरूले नेपाल र नेपाली विरुद्ध रचेका जति पनि षड्यन्त्रहरू छन् यी षड्यन्त्रहरू एक दिन फेल हुन्छ। त्यो समय नजिकै छ। सम्पूर्ण नेपाली नागरिकहरू अब ऐक्यबद्ध भएर चन्द्र सूर्य अङ्कित झण्डा मुनि आफ्नो पार्टीको झण्डालाई मिल्काइदिनुहोस्। अब पार्टीको झण्डा केही समय बोक्नु आवश्यक छैन। अब सबैभन्दा पहिला ठुलो कुरा त देश हो। देश रह्यो भने तपाईँ हामी रहन्छौँ। देश रह्यो भने तपाईँ हाम्रो स्वाभिमान, तपाईँ हाम्रो 3 करोड नेपाली जनताको अब आँखा खोल्नुपर्छ। 3 करोड नेपाली जनताको आँखा खुलेर तपाईँले अघि जुन मिसन 84 भनिराख्नु भएको छ, यो मिसन 84 केही पनि होइन। यसले केही पनि हुँदैन, केही पनि हुँदैन यसले। हामी नेपाली जनता कहिलेसम्म झुकिने? मिसन तपाईँको चाहिँ के भने आज, मिसन के भने आज, यो तरिकाबाट अब देश अगाडि बढ्न सक्दैन। यो कुरामा नेपाली नागरिकहरू अब स्पष्ट हुनु। यिनीहरू त तपाईँका विदेशीका नोकर होइनन्। यिनीहरू प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला कसको आशीर्वाद लिन पुग्छन्? नरेन्द्र मोदीको होइन? अनि यी नोकरसँग के हैसियत हुन्छ? तपाईँको यो दल र राजा बीचको टक्राव त अब यिनीहरूको त सेफ ल्यान्डिङको बाटोको टक्राव हो। यहाँले यस्तो कुरा भन्दै बुझ्नु भएन? भोलि नेपालमा राज संस्था पुनःस्थापना भइसके पछाडि राजाले मलाई चाहिँ सेफ गर्छन् कि गर्दैनन् भन्ने किसिमको अवस्था हो अहिलेको अवस्था भनेको। अवस्था आउँदैन नेपालमा। हेर्नुहोस् किन आउँदैन भनेर भन्नुहुन्छ भने हामीले त्यो बेला पनि एमसिसीको विरोध गरेर हिँड्यौँ। तपाईँको चाहिँ अमेरिकी दूतावासमा ज्ञापन पत्र बुझाउने सबैभन्दा पहिला हामी नै थियौँ। युवा शक्ति नेपालको तर्फबाट पशुपति खड्का र म गएर तपाईँको चाहिँ अमेरिकन एम्बेसीमा दूतावासमा हामीले चाहिँ प्रतिवेदन बुझाएको। हेर्नुहोस् हामीलाई थाहा थियो यो पशुपतिनाथको भूमि, यो तपाईँका चाहिँ हाम्रा भगवानहरूले, हाम्रा भनौँ न शिवजी महादेव भन्छौँ नि हामी, महादेव भगवानले चाहिँ तपाईँको चाहिँ रक्षा गरेको भूमि हो। यो पशुपतिनाथको भूमि हो। यो भूमिमा कुनै पनि विदेशी तपाईँको चाहिँ दुष्प्रभाव पर्न सक्दैन, कुनै पनि दुष्टको आँखा पर्न सक्दैन भनेर हामीले त्यति बेलै हामीले मूल्याङ्कन गरेको हो। कुरो बुझ्नु भएन? आज थाहा भयो कि भएन? आज नेपाली जनताले स्पष्ट रूपमा बुझेन एमसिसी भनेको के रहेछ। एमसिसी भनेको त तपाईँको त नेपाललाई तहस नहस पार्ने एउटा योजना रहेछ नि त, परियोजना रहेछ नि त भन्ने कुरा त नेपाली नागरिकले अहिले आएर बुझे नि त। त्यसकारणले गर्दा फेरि पनि भन्छु म, यो पशुपतिनाथको भूमि हो, पाशुपत क्षेत्र हो यो। यहाँ कसैले पनि दुष्ट आँखाले हेर्छ भने त्यो तपाईँको त्यो आँखा फुट्छ। हेर्नुहोस् नेपाली सेनासँग त्यो तागत छ, किनभने नेपाली सेना विश्वकै सबैभन्दा स्वाभिमानी नेपाली सेना भनेर। कसको पक्षमा उभिने नेपाली सेना? राजाको पक्षमा होइन, नेपाली सेना देशको पक्षमा उभिने। देशको पक्षमा उभिँदै गर्दाखेरि देश कसले देशलाई सुरक्षित बनाएर लिएर जान सक्छ, देश कसरी जीवित भनौँ न एउटा 25 सम्म जीवित रहन सक्छ। हटाउन सक्ने सेनाको प्रधान सेनापति नै हटाउन सक्ने खालको अवधारणा छ संविधानमा, त्यो छ होइन? त्यो त यस्तो छ, यो दलाली व्यवस्थामा दलालीहरूले इम्पोज गरेका कुराहरू हुन् होइन। गम्भीर प्रश्न त नेपाली सेनामाथि उठिसकेको छ। सेना के हेरेर बस्यो भने आम नेपाली जनता होइन, गम्भीर प्रश्न हो यो। नेपाली सेनामा उठेको अहिले गम्भीर प्रश्न हो होइन। आजको जुन यो तरल अवस्था छ, शिथिल अवस्था छ होइन, ज्ञानेन्द्र शाहको जुन वक्तव्य आइसके पछाडिको जुन अवस्था छ, देशका जनता पनि अहिले उत्साहित छन्। तर उत्साहित कोठाभित्र बसेर उत्साहित भएर भएन। तपाईँ हाम्रो भोलिको पिँढीको लागि, भोलिको भविष्यको लागि सुरक्षित राख्नको लागि पनि तपाईँ हामी अब एक दिन तपाईँको चाहिँ आफ्नो काम छोडेर, सटर बन्द गरेर, आफ्नो पेसा व्यवसायहरू छोडेर अब एक दिन सम्पूर्ण नेपाली नागरिकहरू सडकमा आउनुपर्ने कन्डिसन भइसकेको छ। कहिलेसम्म नेपाली नागरिकहरू चुप बस्ने, कहिलेसम्म नेपाली नागरिकहरू मौन बस्ने? राष्ट्रिय सङ्कट भयो भनेदेखि नेपाली सेनाले त्यति बेला डेफिनेटली एक्सन त लिन्छ। जसरी म्यानमार त्यसरी बङ्गलादेशमा जुन कुरा भयो नि, त्यो नेपालमा सम्भव छैन भन्ने छ। किन नेपालको जियो पोलिटिकलले नै सेना सही ढङ्गले आफ्नो खुट्टामा उभिएर आफै निर्णय गर्न सक्ने ताकत नेपाली सेनामा छैन। किन? त्यो त मान्छेले कसरी कुन तरिकाबाट मूल्याङ्कन गरिरहेछ, कसरी हेरेछ भन्ने कुरा आफ्नो ठाउँमा छ। तर देशै सङ्कटमा पर्दाखेरि, भोलि तपाईँको चाहिँ देश अतिक्रमण हुँदै गर्दाखेरि, भोलि देशभित्र विदेशीहरू हाबी हुँदै गर्दाखेरि, देश तहस नहसको मोडमा जाँदै गर्दाखेरि, अथवा चाहिँ नेपाली नागरिक बिच तपाईँको चाहिँ जुन रक्तपातको स्थिति बन्दै गर्दाखेरि, त्यति बेला नेपाली सेना चुप लागेर टुवा परेर हेरेर चाहिँ बस्दैन। हेर्नुहोस् यहाँलाई पनि थाहा छ आजको दिनमा कोही चुप लागेर बसेको छ त्यो नेपाली सेना हो। आजको दिनसम्म यदि कोही चुप लागेर बसेको छ नि त्यो नेपाली सेना हो। तर जुन दिन फिल्डमा निस्किन्छ नि त्यति बेला हेर्नु होला तपाईँले, यहाँ अहिले भएका भ्रष्टाचारी दलाली देशद्रोहीहरूको पत्ता साफ हुन्छ। राजा र दलहरूको बिचमा जुन टक्राव हुँदै गर्दाखेरि सेनाले पनि त यो देशको सत्ता सम्हाल्न सक्छ नि? सक्छ। नेपाली सेनाले टेक ओभर गर्न सक्छ। मैले भने नि नेपाली सेनासँग त्यो दम, त्यो ल्याकत, त्यो साहस अझै पनि कायम छ। त्यो घेराबन्दी छैन सेना आजको दिनमा? दलहरूबाट कहीँ न कहीँबाट घेराबन्दी छैन? त्यो छैन। कहीँ कतैबाट दलहरूले नेपाली सेनालाई कब्जामा लिन नखोजेको होइन। नेपाली सेनालाई पनि तपाईँको चाहिँ आफ्नो मुट्टीमा ल्याउन खोजेको अहिलेका राजनीतिक दलहरूले। यहाँलाई पनि थाहा छ आजको दिनमा अड्डा, अदालत, शिक्षालय सबै क्षेत्र राजनीतिकरण छ नि त होइन? सेनामा नहोला भन्न सकिँदैन। सेनामा पनि यस्तो छ, सेनामा नहोला भन्न सकिँदैन। सेनाभित्र राजनीति हुन सक्ला, तर भोलि देशै बचाउनु पर्ने अवस्थामा सेना ब्याक हट्दैन भन्ने मेरो एउटा तपाईँको चाहिँ स्पष्ट अवधारणा हो। र अब अन्त्यमा जस्तो राजा आउने कुरा छ, जुन खालको लहर छ,
अर्को लहर भनेको मिसन 84 भन्ने लहर छ, एक लहर भनेको राजा हुने लहर छ। मिसन 84 र राजाका बीचबाट अब के देख्नुहुन्छ तपाईँले? मिसन 84 सफल हुन्छ, राजा सफल हुन्छ? होइन यस्तो छ, होइन मैले त आग्रह नै गर्ने हो, किनभने म एउटाले चाहेर अथवा तपाईँ एउटाले चाहेर यो देशलाई आजै तपाईँको चाहिँ कायापलट गर्न सक्छु भन्ने कुरा त गलत हुन्छ। हेर्नु, तपाईँले चाहेको भित्री मनमा के छ त्यो तपाईँले आजै तपाईँ पुरा गर्न त सक्नुहुन्न एक्लैले, मैले पनि सक्दिनँ। तर राजा नल्याइ हुँदैन भन्ने पक्षमा आम 3 करोड नेपाली नागरिक पुग्नुको विकल्प छैन भन्ने लाग्छ मलाई। देश आज तपाईँको चाहिँ टाटो पल्टेको अवस्था छ, देशमा आज तपाईँको चाहिँ उत्पादन छैन, देशमा रोजगार छैन, देशमा तपाईँको चाहिँ एउटा सिप गरेर अथवा चाहिँ काम गरेर खाने त वातावरण छैन। आज सयौँ युवाहरू, हजारौँ युवाहरू तपाईँको चाहिँ दिनको 5000 युवाहरू तपाईँको चाहिँ आफ्नो श्रीमती छोडेर, भर्खर विवाह गरेको श्रीमती छोडेर, बालबच्चा भर्खर जन्मेको बालबच्चा छोडेर, ती बुढाबुढी तपाईँका चाहिँ बा आमालाई छोडेर तपाईँको चाहिँ रुँदै ब्याग बोकेर तपाईँको विदेश हिँड्नुको जुन पीडा छ, आज तपाईँको 2046 साल पछाडिको यो जुन तपाईँको दर्दनाक जुन अवस्था छ, विशेष गरेर 62-63बाट प्राप्त भनिएको जुन उपलब्धि छ, यसले जुन चिजलाई हामीले प्राप्त गरेको उपलब्धि भनेर भन्यो, यसले आज तपाईँको चाहिँ यो देशलाई यो जर्जरतामा, यो शिथिलतामा तपाईँको चाहिँ जाकेको छ, यसलाई अधोगमनतिर तपाईँको चाहिँ उन्मुख गराइरहेको अवस्था छ। देशमा आज हेर्नुहोस् तपाईँ, काठमाडौँमा आज तपाईँको चाहिँ हेर्नुहोस् त युवाहरूको कति अभाव भयो। आज कसरी ल्याउन सकिन्छ भनेर बहस गर्नुपर्छ यो विषयमा। अब 70 करोडहरूले भन्ने कुराहरू हो, त्यो 17,000 मारेर ल्याएको व्यवस्थाले त कमसेकम 3 करोड नेपाली जनतालाई न्याय गर्न सक्नु पर्थ्यो नि त। देश र जनताको लागि त तपाईँको काम गर्न सक्नु पर्थ्यो नि त। प्रचण्डले भने जस्तो देशलाई 10 वर्षमा तपाईँको स्विजरल्यान्ड र सिङ्गापुर जस्तो बनाएर देखाउन सक्नु पर्थ्यो नि त। म यो छातीमा नाङ्लो जत्रो ट्याटु प्रचण्डको लगाएर हिँड्थेँ होला नि त, बिल्ला भिरेर हिँड्थेँ होला नि त। आज तपाईँको चाहिँ दैनिक तपाईँका दिनका 5000 युवाहरू विदेश जानु नपरेको भएदेखि म यो गणतन्त्रलाई जिउजिकार गर्थेँ होला नि त, नमस्कार गर्थेँ होला नि त। म ती तपाईँका चाहिँ जो जनयुद्धका महान क्रान्तिकारी नेताहरू छन् तिनीहरूलाई म बिहान उठेर तपाईँको दिनमा एकचोटि सल्युट गर्थेँ होला नि त। म किन तिनीहरूको विरुद्धमा छु त भनेर भन्दा यिनीहरूले देशलाई तपाईँको चाहिँ यो दक्षिण एसियाकै टाट कङ्गाल देशको रूपमा यिनीहरूले अगाडि बढाइरहेको छ। ऋणमाथि ऋण। आज तपाईँको चाहिँ देशमा केही चिज छ त भन्नुहोस् न। देशमा आज हामीले चाहिँ मेरो देशमा अब चाहिँ केही हुन्छ कि भन्ने त केही आधार बनिएको छ यो देशमा। अब यो देशमा मेरो भविष्य छ कि छैन भनेर भन्नुपर्ने अहिलेको यो जुन अवस्था हो कि होइन। उहाँहरूले कसैले पनि चाहेर राजा आउँदैन। कसले चाहनु पर्छ? दुर्गा प्रसाईले चाहेर पनि राजा आउँदैन, राजेन्द्र लिङ्गदेनले चाहेर पनि राजा आउँदैन, केशरबहादुर विष्टहरूले चाहेर पनि राजा आउँदैन। अहिलेका जो आफूलाई राजावादी नेता भन्ठान्छन् यी कसैले पनि चाहेर नेपालमा राजतन्त्र पुनर्स्थापना हुने सम्भावना म देख्दिनँ, 0%। किन भन्नुहुन्छ भनेर भन्दाखेरि दुर्गा प्रसाई तपाईँको चाहिँ कसैसँग झुक्नै नजान्ने, अच्छिउ खाए बच्छिउ खाए झुसे बारुलो भनेर कुद्ने, तपाईँको चाहिँ राजेन्द्र लिङ्गदेन कसैसँग झुक्नै नजान्ने, उसको आफ्नो टाउको मूल्य आफ्नो कदलाई घटाउनै नचाहने। केशरबहादुर विष्ट त बुढो गोरुले खैके ओगटे जस्तो ओगटेर बस्ने, सडकमा 200-500 जना मान्छे उतार्ने, राजा ल्याउँछु भनेर भन्ने, तपाईँको चाहिँ मिडिया कब्जा गर्ने, राजा लिएर आउँछु भन्ने। अनि यिनीहरू मिलेर एक आपसमा किन मिल्न नसक्ने? राजेन्द्र लिङ्गदेनलाई, दुर्गा प्रसाईलाई, तपाईँको चाहिँ केशरबहादुर विष्टहरूलाई केले रोकेको छ मिल्न? हो, यिनीहरू राजतन्त्रका सबैभन्दा ठुला बाधक हुन्। विचार गर्नुहोस् तपाईँ, राजेन्द्र लिङ्गदेन सबैभन्दा ठुला बाधक हुन्। नभए अहिले राजाले बोलिसकेको अवस्थामा यिनीहरू किन एक भराइ मिल्न सक्छ? त्यो छुट्टा कार्यक्रमहरू किन? कुमल थापाको आफ्नै अभिव्यक्ति, लिङ्गदेनको आफ्नै अभिव्यक्ति, दुर्गा प्रसाईको आफ्नै अभिव्यक्ति। सबैभन्दा ठुलो आजको समस्या भनेको यो देशको राजावादी हो। तपाईँ मान्नुहुन्छ? सबैभन्दा ठुलो रोग भनेको राजावादी हो। त्यो रोगलाई फेरि राष्ट्रमा ल्याउनु हो। अब सम्पूर्ण जसले स्पष्ट रूपमा चाहिँ यो देशमा राज संस्था चाहेको छ, यो देश वास्तवमै राजा मोनार्की बिना यो देश चल्दैन भनेर जसले चाहिँ तपाईँको चाहिँ एउटा आफ्नो भनौँ न तन मन वचनद्वारा तपाईँको चाहिँ लागेको छ, यस्ता राजावादीहरू पनि छन्। यी यस्ता राजावादीहरूलाई यिनीहरूलाई प्रश्न गर्न सक्नुपर्छ क्या। यिनीहरू ठुला कुरा गरेर हुँदैन नि। दुर्गा प्रसाईले कहाँ पोखरामा गएर ठुला कुरा गरेर हुँदैन नि। राजेन्द्र लिङ्गदेनले ठुला कुरा गरेर हुँदैन नि। राजालाई यति बेला साथको आवश्यकता छ, 3 करोड नेपाली जनताको साथको आवश्यकता छ। म ल्याएर मेरै नेतृत्वमा राजा ज्ञानेन्द्रलाई म नारायण छिराउँछु भनेर हुँदैन नि। जोक गर्ने समय हो यो। जोक चलिरहेछ यहाँ अहिले, गाली गलोच जोक चलिरहेछ यहाँ। कसरी म ठुलो नेता पल्टिने, कसरी म राजाको नजिक हुने, कसरी म भोलि प्रधानमन्त्रीको कुर्सीमा बस्ने भन्ने सबैको अभिलाषा यही नै हो। यहाँभन्दा अरू भाग हुने म यसले देशको जनताले हित गर्छ त? डेफिनेटली गर्दैन, कदापि गर्दैन। यहाँ सबै लोभी पापीहरू भयो क्या। म त भन्छु राज संस्था यदि यो देशमा फर्किन्छ भने तानासा तपाईँको चाहिँ हाबी हुनुपर्छ, निरङ्कुश राजतन्त्र हुनुपर्छ, अनि मात्रै यो देश बन्छ।
यहाँ दुर्गा प्रसादलाई ल्याएर जस्तो कोइकालाई नर्थ ल्याएर कोरिया जस्तो। केही पनि हुने स्थिति म देख्दिनँ। जस्तो नर्थ कोरिया जस्तो भन्नु यहाँले। नर्थ कोरिया जस्तो हुनु पऱ्यो। तर नेपाली जनता आज सम्मानपूर्वक बाँच्न पाएको छ, बोल्न पाएको छ, लेख्न पाएको छ। फेरि राजा ल्याएर फेरि एउटा तानाशाही राजकीय सत्तालाई चाहिँ यो देशमा तपाईँको मिडिया विधेयक कसले ल्याएको? होइन केही कारण छ त ल्याउने। सुन्नुहोस् न, किन ल्याएको? तपाईँको मिडिया विधेयक किन ल्याएको? तपाईँलाई प्रश्न सोध्ने अधिकार छैन? सबै यो देशको चौथो अङ्ग होइन? चौथो अङ्गमाथि किन प्रतिबन्ध? यो गणतन्त्र विरुद्ध तपाईँको चाहिँ बोल्न पाइँदैन? यहाँ तपाईँको चाहिँ तपाईँले अघि भन्नुभयो पोखराबाट तपाईँको चाहिँ काठमाडौँ टिकट काटेर आयो हुन्छ, त्यो किसिमको तपाईँको चाहिँ खिसी गर्ने एउटा चाहिँ तपाईँको नैसर्गिक अधिकार भन्ने चिज गणतन्त्रमा हुँदैन, लोकतन्त्रमा हुँदैन, प्रजातन्त्रमा हुँदैन। त्यो पनि त्यसो मान्य सांसद, जनताबाट निर्वाचित भएकाहरू पोखराबाट टिकट काटेर आउनुहोस् राजाले भनेर। अनि तपाईँका चाहिँ नि बोल्न जानेको छैन, तपाईँको चाहिँ एउटा वक्तव्य दिन जानेको छैन, त्यस्ता सांसदहरू बसेको त्यो संसद हलभित्र बसेर त्यसै ज्ञानेन्द्र साईले वृद्धाश्रम भने आउँथ्यो, त्यसै भने आउँथ्यो। तर ज्ञानेन्द्र साईका विपक्षमा सिको राष्ट्रिय सभा उभियो होइन, विपक्षमाको कुरा होइन, नेपाली जनताले निर्णय गर्छ मूल्याङ्कन गर्ने कुरा हो नि त्यो। भनिसके पछाडि मैले भन्न खोजेको कुरा के हो भनेर भन्दाखेरि आज देशको यो कचिङ्गलको जुन अवस्था छ, देश कङ्गो र हाइटीको अवस्थामा पुगिराखेको छ। नेपाल आज दिन कङ्गो र हाइटीको अवस्थामा पुगिराखेको छ। विचार गर्नुहोला, यो देशमा तपाईँको चाहिँ नि भोलि तपाईँले यो क्यामेरा बन्द गरेर ब्याग बोकेर विदेश हिँड्नुको विकल्प छैन। त्यो अवस्था आउन सक्छ, त्यो अवस्था आउन सक्छ होइन? आउँछ। यही अवस्था हो भने त्यो अवस्था आउँछ, त्यति बेला हामी कहाँ जाने? अहिले भएको ज्ञानेन्द्र सरकारको जुन परिवार जीवित परिवार छ, यो जीवित परिवारको उच्च मूल्याङ्कन र कदर अहिलेका राजनीतिक दलहरूले नगर्ने हो भने र अहिलेको जुन यो तपाईँको चाहिँ पृथ्वीनारायण शाहको वंशजहरू छ, यिनीहरू पनि भोलि जीवित नरहने भने यो देश भोलि कसले बचाउला? यो गम्भीर प्रश्न होइन एउटा? यो प्रश्नको एन्सर नेपालीले अब प्रत्येक नेपालीले छातीमा हात राखेर खोज्न सक्नुपर्छ। बोले त राजाले, अहिले तपाईँको चाहिँ युएसएआइडीको त सम्पूर्ण दानापानी अहिले छताछुल्ल भएन सबै गणतन्त्रको। तपाईँले अघि भन्दै हुनुहुन्थ्यो 17,000 जनता मरेर ल्याएको यो जुन व्यवस्था भनेर भन्दै हुनुहुन्थ्यो। यो व्यवस्थाले के गरेर रहेछ त तपाईँको त एउटा अमेरिकाको राष्ट्रपतिले देखाइदियो त। यहाँ सङ्घीयता पाल्नको लागि कति डलर खर्च गरेर रहेछ, कति अर्ब खर्च गरेर रहेछ। यहाँ तपाईँको चाहिँ नि यो गणतन्त्र टिकाउन कति खर्च गरेर रहेछ। धर्मनिरपेक्षता किन ल्याएको रहेछ? नेपालमा धर्मनिरपेक्षता घोषणा हुँदै गर्दा नर्वेमा किन तपाईँको चाहिँ नि विजय उत्सव दीप प्रज्वलन गरेको रहेछ? यो प्रश्न भएन अब? यो तपाईँको एमसिसीको पैसा एउटा व्यक्तिको खातामा किन आएको रहेछ? यो व्यक्तिको खातामा आएर रहेछ नि एमसिसीको पैसा त। फ्रड भनिदिइसक्यो त डोनाल्ड ट्रम्पले। अब पनि नेपाली कन्फ्युजनमा बस्ने समय छ र भने। त्यसो भए आजका दिनमा भारत अमेरिकाले पनि चाहेको राजा आउनु देश होइन, त्यो त यस्तो किन हो भनेर भन्नुहुन्छ भने भारतमा जुन खुल्ला सिमानाको कारणले तपाईँको चाहिँ भारतमा भइरहेको जुन धर्मान्तरण र भारत पनि तपाईँको चाहिँ दुई टुक्रा हुन सक्ने तपाईँको सम्भावित भारत पनि दुर्घटनामा जान सक्ने जुन सम्भावित खतरा छ त्यसलाई टार्नका निमित्त र तपाईँको चाहिँ नि पश्चिमा शक्तिहरूले चाहिँ विशेष गरी अमेरिकाले विश्वको शक्तिशाली राष्ट्र चीन, तिब्बतको नाममा चीनलाई टुक्राउने यो रणनीति, यो अभ्यासमा तपाईँको चाहिँ पश्चिमा मिसनरीहरू हाबी भएको कारणले गर्दाखेरि चाइना पनि अलिकति सशङ्कित र त्रसित भएको अवस्था छ र यसलाई जोगाउन सक्ने त्यो क्यापेबल र यिनीहरूले त विदेशी अनुदानहरू के गरेको रहेछ भन्ने चाहिँ त पछिल्लो समय डोनाल्ड ट्रम्पको वक्तव्य आइसके पछाडि त सबै अब सबैको आँखा खुल्यो नि त भनेपछि राजा नै नेपालको हितमा रहेछ है। नेपालको मात्रै होइन, नेपालमा राज संस्था पुनर्स्थापना हुँदा चाइना पनि सुरक्षित हुने रहेछ, भारत पनि सुरक्षित हुने रहेछ। एउटा शक्ति सन्तुलन कायम हुने रहेछ भन्ने कुरा चाहिँ अहिले यो दुईटा देश भारत र चीनले पनि पछिल्लो समय बुझेको कारणले गर्दाखेरि चाहिँ भारत र चीन चाहिँ हाम्रो राजा ज्ञानेन्द्र समक्ष अलिकति तपाईँको झुक्न बाध्य चाहिँ भयो। तर यति धेरै कुरा गर्दै गर्दा राजा आउन देखिँदैन होइन, सम्भावना त सत्ता छ, सेना छ, पावर छ, यो व्यवस्था चेन्ज हुँदाखेरि गठबन्धन हुँदाखेरि केही न केही रक्तपात होला नि। होइन, रक्तपात त हेर्नुहोस् विश्वको जुनसुकै देशमा पनि तपाईँले देख्नु भएको छ, जुनसुकै परिवर्तन हुँदा रक्तपात भएकै छ। रक्तपात नभइकन कुनै पनि आन्दोलन तपाईँको सक्सेस भएको छैन। राजाले आउँछु भन्दै आन्दोलन चर्किँदै गर्दा यी दलहरूले प्रतिरोध गर्न खोज्यो भनेदेखि होइन त्यति बेला हुन्छ, स्थिति भए हुन्छ त्यति बेला नेपाली सेनाले टेक ओभर गर्छ। सेना टेक ओभर गर्छ, डेफिनेटली गर्छ। त्यो नेपाली सेनासँग त्यो ताकत छ। 3 करोड नेपाली जनताको अब आँखा खुल्नुपर्छ। 3 करोड नेपाली जनताको आँखा खुलेर तपाईँले अघि जुन मिसन 84 भनिराख्नु भएको छ, यो मिसन 84 केही पनि होइन, यसले केही पनि हुँदैन।
केही पनि हुँदैन यसले। हामी नेपाली जनता कहिलेसम्म झुक्किने? मिसन तपाईँको चाहिँ के भने आज, मिसन के भने आज, यो तरिकाबाट अब देश अगाडि बढ्न सक्दैन। यो कुरामा नेपाली नागरिकहरू अब स्पष्ट हुनु। मानौ अहिले तपाईँलाई थाहा छ देशभरबाट राजाको पक्ष मान्छे जनलहर उर्लेको छ, जो रोडमा आएको जनलहर छ नि यसलाई सामान्य मान्नु हुँदैन थियो। हिजो युद्धकालमा 4-5 जना डेफिनेटली हिजो 25 जनाले सुरु गरेको, जस्तो हिजो माओवादीले 10-12 जनाले लट्ठीबाट सुरु गरेको युद्ध सफल भयो भने आज हजारौँ मान्छे रोडमा छ। तर कुरा के गम्भीर छ भने राजा आउने कुरा र यी दलहरूको बिचमा जुन मतभेद छ नि यसले कहीँ न कहीँ देशलाई दुर्घटना गर्छ। होइन, यो मतभेद त यस्तो हो नि त, यिनीहरू त तपाईँका विदेशीका नोकर होइनन्। यिनीहरू प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला कसको आशीर्वाद लिन पुग्छन्? नरेन्द्र मोदीको होइन? अनि यी नोकरसँग के हैसियत हुन्छ? तपाईँको यो दल र राजा बिचको टक्राव त अब यिनीहरूको त सेफ ल्यान्डिङको बाटोको टक्राव हो। जस्तो यहाँले यस्तो कुरा भन्दै बुझ्नु भएन? भोलि नेपालमा राज संस्था पुनःस्थापना भइसके पछाडि राजाले मलाई चाहिँ नि सेभ गर्छन् कि गर्दैनन् भन्ने किसिमको अवस्था हो अहिलेको अवस्था भनेको। जस्तो भोलि यी दलहरूले राजालाई हामी यो सत्ता शासन बजाउन सक्दैनौँ भनेर विदेशीको शरणमा पुग्यो भने, विदेशले हास्य गर्यो भने के हुन्छ? कसले? दलहरूले? यी दलहरूले त्यो खालको होइन, त्यो अवस्था आउँदैन नेपालमा। हेर्नुहोस् किन आउँदैन भनेर भन्नुहुन्छ भने हामीले त्यो बेला पनि एमसिसीको विरोध गरेर हिँड्यौँ। तपाईँको चाहिँ अमेरिकी दूतावासमा ज्ञापन पत्र बुझाउने सबैभन्दा पहिला हामी नै थियौँ। शाही युवा शक्ति नेपालको तर्फबाट पशुपति खड्का र म गएर तपाईँको चाहिँ अमेरिकन एम्बेसीमा दूतावासमा तपाईँले हामीलाई चाहिँ प्रतिवेदन बुझाएको। हेर्नुहोस्, हामीलाई थाहा थियो यो पशुपतिनाथको भूमि, यो तपाईँका चाहिँ हाम्रा भगवानहरूले, हाम्रा भनौँ न शिवजी महादेव भन्छौँ नि हामी, महादेव भगवानले चाहिँ तपाईँको चाहिँ रक्षा गरेको भूमि हो, यो पशुपतिनाथको भूमि हो। यो भूमिमा कुनै पनि विदेशी तपाईँको चाहिँ दुष्प्रभाव पर्न सक्दैन, कुनै पनि दुष्टको आँखा पर्न सक्दैन भनेर हामीले त्यति बेलै हामीले मूल्याङ्कन गरेको हो। कुरो बुझ्नु भएन? आज थाहा भयो कि भएन? आज नेपाली जनताले स्पष्ट रूपमा बुझेको नि एमसिसी भने के रहेछ। एमसिसी भनेको त तपाईँको त नेपाललाई तहस नहस पार्ने एउटा योजना रहेछ नि त, परियोजना रहेछ नि त भन्ने कुरा त नेपाली नागरिकले अहिले आएर बुझे नि त। त्यस कारणले गर्दा फेरि पनि भन्छु म, यो पशुपतिनाथको भूमि हो, पाशुपत क्षेत्र हो यो। यहाँ कसैले पनि दुष्ट आँखाले हेर्छ भने त्यो तपाईँको त्यो आँखा फुट्छ। हेर्नुहोस्, कुरा बुझ्नुभयो नि? त्यस कारणले गर्दाखेरि यी तपाईँका चाहिँ विदेशीका भाँडाका टट्टुहरूले नेपाल र नेपाली विरुद्ध रचेका जति पनि षड्यन्त्रहरू छन्, यी षड्यन्त्रहरू एक दिन फेल हुन्छ। त्यो समय नजिकै छ। सम्पूर्ण नेपाली नागरिकहरू अब ऐक्यबद्ध भएर चन्द्र सूर्य अङ्कित झन्डा मुनि आफ्नो पार्टीको झन्डालाई मिल्काइदिनुहोस्। अब पार्टीको झन्डा केही समय बोक्नु आवश्यक छैन। अब सबैभन्दा पहिला ठुलो कुरा त देश हो। देश रह्यो भने तपाईँ हामी रहन्छौँ, देश रह्यो भने तपाईँ हाम्रो स्वाभिमान, तपाईँ हाम्रो सम्पूर्ण चिज रहन्छ, अधिकार रहन्छ, तपाईँ हाम्रो अस्तित्व कायम रहन्छ। देशै रहेन भने तपाईँ हामी कहाँ जाने? आज देशको अवस्था के भइरहेछ? आज तपाईँले आफ्नो सन्तानलाई तपाईँको चाहिँ विदेश पठाइराख्नु परेको छ। महिनाको 20-25 हजार रुपियाँमा गएर तपाईँको साउदी कतार खाडीमा तपाईँको चाहिँ कुल्लीको काम गरेर नेपाली बाध्य भएको छ। के हाम्रो नेपाल त्यति असक्षम हो? तपाईँको चाहिँ 20-25 हजार रुपियाँ एउटा तलब दिएर काम लगाउन नसक्ने देश हो यो? भने देशको यो जर्जर र जुन यो अहिले तपाईँको चाहिँ यो एकदम दुःखदायी पीडादायी जुन यो अवस्था छ, यो अवस्थालाई माथि पुर्याउनका निमित्त सम्पूर्ण नेपाली नागरिकहरू अब एक हुनुपर्छ र यो देशलाई बचाउनुपर्छ। मेरो अन्तिम भनाइ यही नै हो नेपाली। थ्याङ्क यू सो मच। धन्यवाद।